सबैजनालाई टसिदले नमस्ते। आराममा हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला, खुसी छ। सो आजको टपिक चाहिँ रहेको छ हाम्रो घ्यालबोलोसार महान चाड। अब डुक थियो गत वर्ष, अहिले डुलमा चेन्ज भएको छ। न्यू वर्ष हाम्रो शेर्पाहरूको महान चाड। दर्शकबिनहरू सबैजनालाई मेरो तर्फबाट सबैजनालाई ह्याप्पी घ्यालबोलोसारको शुभकामना व्यक्त गर्दछु। सो आजको टपिक चाहिँ छ अब हामीहरू यसै विषयलाई लिएर, घ्यालबोलोसारको विषय लिएर, अब ह्याप्पी न्यू इयरको अब खुसियालीमा नयाँ उमङ्ग होइन लिएर हामी चाहिँ अब फ्यामिली टुर जो हामीले चाहिँ एभ्री इयर गरिरहेको छौँ, त्यसलाई हामी अब यो वर्ष पनि कन्टिन्यू गर्ने भन्दै हामीले अब ठिक्क अब हामीले ग्रोसरीहरू गरिसक्यो, सबै प्लानिङ सेट भइसक्यो। ल अब जस्तै अब 12 बजे हुन्छ होला, 12 बजेतिर हामी यहाँबाट स्टार्ट गर्छौँ। न्युयोर्क टु अब न्यू जर्सी हो हामी जाने चाहिँ। जोस् अब हामीले गत वर्ष पनि अब मैले अब भिडियोहरू बनाइरहेको थियो, हजुरहरूलाई मैले प्रस्तुत गरिरहेको छु। त्यही पनि यो वर्ष पनि म भिडियोलाई अब कसरी इन्जोय गरिरहेको छ, कस्तो के हुन्छ मोमेन्टहरू क्या क्याप्चर गरेर हजुरहरूलाई प्रष्ट म देखाउने प्रयास गर्दछु। ओके, सो अब हामी चाहिँ यहाँबाट निस्किसक्यौँ। अब सबैजना जानु भइसक्यो दाईहरू। सो अहिले चाहिँ म र साथीले दाई सरेर अब जाँदैछौँ हामी। अब म चाहिँ यसो भ्लग बनाउनलाई दाई र म चाहिँ यसो ठाउँ एक्सचेन्ज गरेको, त पनि केही छैन। अब लङ टुर भन्दा अब 2 आवर्सको ड्राइभिङ हो। त्यसपछि हामी त्यो ठाउँमा पुगिन्छ। त्यसपछि इन्जोय ह्याप्पी न्यू इयर जस्तै अब हाम्रो लोसार अब कन्टिन्यू हुन्छ। र सो तपाईँहरूले देख्न सकिन्छ यो चाहिँ म्यानहट्टन, न्युयोर्कको म्यानहट्टन सिटी हो। त्यो पार्टीपट्टिको भ्यू चाहिँ यो अहिले हामी चाहिँ आरके भन्छ नि, अब यो म्यानहट्टन जान्छ, ब्रोन्क्स जाने बाटो छुटेछ। सो हामी चाहिँ यहाँ अब बिसाउनीमा बिसाएको छौँ। वावामा चिसो रहेछ, अलि चिसो रहेछ, चिसो छ तै पनि केही छैन। यहाँ इभी गाडी अब दाइको गाडी चार्ज गरिरहेछ। अब घामजी लागिरहेछ, हावा चलेर चिसो भइरहेछ। कोलम्बियन ओके, I wanna also try this one. सो यहाँ चाहिँ हाम्रो यो आफूले हातले बनाउने हो यो कफी चाहिँ। अब कफी बनाएको हुन्छ, आफूलाई चाहिने चिजहरू, सुगर यहाँ सबै रेडिमेड हुन्छ यहाँ चाहिँ। चक्लेटी पो भएछ मेरो त। ओहो बबाल भएछ। लोसार टसिदेले, लोसार टसिदेले, लोसार ल हाम्रो चाहिँ मामा अनिले चियाको पनि व्यवस्था गर्नुभएको छ। टक्क लगाएर चियर्स है। अब चियर्स है। जाडोमा यो जाडोमा यो भन्दा ठुलो कुरा केही चाहिँदैन अर्को होइन। चौडी गोठको याद दिलायो हो गाइज यार। यहाँ चौडी गोठको ठिङसाङमा क्या हजुर, चिसो मौसममा टक्क लगाएर होइन है। एकदम मिठो 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 छ। थ्याङ्क यू सो मच मामा चियाको लागि। क्या होइन त्यो पहिला पुरानो गुन्डा जस्तै रहेछ भिलेनको आप्पो होइन छेत्री छेत्री भन्ने त्यस्तै भइसक्यो रहेछ। What's up guys? So हामी चाहिँ अहिले right the way हामी on the way छ। हाम्रो डेस्टिनेसनमा अझै जानु बाँकी नै छ। अझै लाइक 47 माइल्स जति छ। अब 47 को 47 मिनटमा पुग्ने छ हामी। जस अब हामी चाहिँ हाम्रो हेड टु जोन भइरहेछ। झलक दिखला
गाइस सो फाइनली हामी चाहिँ अब पुगिसक्यो मजाले मजाले हाम्रो डेस्टिनेसन घरमा पुग्यो हैन सो यो चाहिँ हाम्रो अहिलेको नयाँ डेस्टिनेसन घर है अब चाहिँ किनभने यहाँ चाहिँ भर्खरै मान्छेहरू रहेछ उयो झुल्ने पनि रहेछ वाउ अब बाहिरबाट इन्ट्रेस्टिङ हेरौँ न पहिला ए मेरो दाइले देखेन छ ल हाम्रो अर्को गाडी पनि आइसक्यो यहाँ सान्ठेल दाइ बाहिर निस्क्यो ल हेलो गाइज एभ्रीवन ल अब यहाँबाट हामी घर पहिला घर सर छान्नु नि त कस्तो चाहिँ रहेछ है त ओहो ल अब चाहिँ हामी चाहिँ फाइनल डेस्टिनेसनमा राम्रोसँग हामी पुगेको छ 2 आवरको आफ्टर 2 आवर ड्राइभिङबाट है जाडो चाहिँ जाडो रहेछ इन्टर उता हो अरूहरू चाहिँ आउँदैछ सबैजना आउँदै गएछ त्यही हामी एक्साइटिङ गाइज ओ माई गुडनेस ल पिन हाल्नु दाइ यार तात्तर यार मैले नछुइनँ ओ माई ल अब पहिला चाहिँ कता जाने भने यो किचन होला हैन किचन सो आई थिंक दिस इज द किचन ब्रो ओ माई गुडनेस व्हाट द हेक वाओ oh my goodness this is a living room guys कस्तो लाग्यो oh my goodness this is a really beautiful place so यहाँ चाहिँ हामीले आगो ताप्नुलाई यहाँ रहेछ ल टक्क लाएर यहाँ चारैतिर बसेर खाना डाइनिङ हल किचन सो यता बाहिर पनि छ त बाल्कनी बो बाबरची गर्नुलाई त्यहाँ ओ माई गुड तर यहाँ अलिक जाडो छ है बाहिर चाहिँ तर दिस इज अ रियली ब्युटिफुल प्लेस सो त्यहाँ चाहिँ हाम्रो खोला किनारा टक्क लाएर रहेछ जोस् मलाई होइन हामी सबैलाई होइन मलाई मात्र होइन सबैलाई सो माथि जाउँ न माथि सैलुङ्गेमा चढी डुलाउनेलाई Yo bro, what's up? Oh my goodness. ल यार घर भित्र हराउने के हेर्न ओहो यता ओ माई गॉड ओइ या यो हो नि मा पापो डक्सीलाई हो ओइ मेरो लागि ओइ ए यता बाथरुम मलाई हैन ओइ होइन सही यता कमरा जोड्नु नि Oh my god! Lo pop song hanin ni hey! Oh! This is really beautiful. Close. Hey! Ball yabar DJ hanu पर्ने छ नि यहाँबाट त DJ अब हान्नु पर्छ अर्को अर्को नि हेरौँ न हटप है ओ ल quick I need that one bro oh my god last time म यहीबाट बिरामी भएको थियो नि त यो यसमा पसेर के म र छिरिङ भेना यसमा पसेको थियो त्यहीबाट बिरामी भएको थियो तर यसपालि पस्छु त्यो तातोहरू त्यसमा तर काठै काठको छ के अब यो काठको मजाको छ काठै काठको रमाइलो ठाउँमा पुगेछ होइन फ्रिज छ यसमा फ्रिजमा अब के होला सबै आइस पनि 2 बकेट राखेको छु तर एकदम बेस्ट अहिलेको चाहिँ होइन म 2 इयर आयो तर 2 इयरको भन्दा बेस्ट मोमेन्टको यो हुन्छ नि घर चाहिँ के अहिले मलाई यो लाग्यो कि यो एकदम बवाल छ सबैजना अहिले माथि पनि छ तेस्रो तलसम्म के अब जस्ट अब लाइक अब बाहिर इन्भाइरोमेन्ट हेर्नुको लागि पनि एकदम बवाल छ जस खोलाको किनार सरर गइरहेछ नि त तर अहिले विन्टर सिजन छ तर हाम्रो समर टाइममा चाहिँ एकदम पर्फेक्ट होला जस्तो लाग्छ तर अहिले पनि नट ब्याड ब्रो सो यो चाहिँ गेम रुम है ग्याम्लिङ यहाँ तास खेल्ने ठाउँ यो त्यहाँ पुल टेबल टेनिस यो तास खेल्ने ठाउँ
Yo boy. चिसो अच्छा हेलो हेलो हाय यो यो हाम्रो सब एभ्रिथिङ इज रेडी हुँदैछ अब माइल दाइले बनाउँदा हुनुहुन्छ एकदम मिठो 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 हुन्छ है अब ल जे भयो नि जस्तो भयो नि जाडो छ जाडो अब रुममा जानु पर्यो नि त अब लु सुत्नु जानु पर्यो नि सस्तो लडाउनु म चाहिँ तपाईँहरूलाई मेरो रुम देखाउँछु साङ्ले दाइरो म हो रुम बबाल छ रुम बबाल छ रुम बबाल छ खुङ खुङ यो चाहिँ दुईजनाको हो दुई भाइ छ अब टक्क लाएर ओके ल यो गाइज रुम चाहिँ बबाल छ जे हो नि होइन हो हाई क्यान यू किस मी थ्याङ्क यू थ्याङ्क यू alright hi hi so चौचौ खाने टाइम भएको छ अहिले चाहिँ आगो बल्यो बल्यो चिकन के बाहिर ल्याउने त्यसमै ल्याउने हो भने त्यही ट्राई ल्याउने त्यो ट्राई ल्याउने करले उता राख्नु पर्यो सबै लुगा तात्ला रहने त ज्याकेट लिएर आउनु जाडो हुँदो रहेछ बाहिर त तपाईँ पनि ठिकै छ यार Ready to barbecue today? I make the first and chicken, and then beef, and then pork. That's it. and then And then eat and enjoy the drink something, you know. Enjoy the roaster. wow What?
ल कुन चाहिँ गीत लाउने सर्च गर ओ माई गॉड मामा के भएको यो बुझ्छौ आज किस्मत छैन कि केटाहरू कहिले खस्ने कहिले उयो बुझ्छुकै डर्ने ओ माई गॉड ठिक छ ठिक छ नट ब्याड क्रिस्पी भइरहेछ पल्लो पनि आउँछ पल्लो पनि है एउटा अर्को छ यो यस्तो ठेके राख्थ्यो तपाईँ यस्तो ठेके राखे हो हो नि यो यता चिप्लिन यस्तो ठेके मात्र राख्थ्यो 1 2 हाई गुड मर्निङ सबैजनालाई घाँटी चाहिँ थोरै बसेछ बिहान भएको हो राति लगभग अबेरसम्म बस्यो रमाइलो भयो इन्जोय भयो अहिले चाहिँ बिहान भइसकेको छ अब लोसार कार्यक्रमको अब मेन कुरा अब हाम्रो उद्देश्य आजको दिन गरिनेछ जस्तै अब लोसार पार्टी छँदैछ लोसारलाई कसरी मनाइन्छ हाम्रो शेर्पा समुदायबाट सो आज चाहिँ त्यो हुन गइरहेको छ त्यो म तपाईँहरूलाई देखाउनु छु जस मौसम ठिक्कको छ कि त्यति चिसो पनि छैन तर टाउकोले अलि ह्याङ ओभर हानेको छ टाउको जस्तो देखिरहेको छ अलिक हल्का फुल्का तर केही छैन जे भए पनि अब लोसार मनाउन आएको छ रमाइलो गरौँ होइन गर्नुपर्छ पहिलाको तुलनामा मान्छे चाहिँ अलिक कम छ झन् चाहिँ अब आफ्नो काम पढेर काम विशेषले गर्दा आउनु पाएन तर केही छैन हामी हुनेले हाम्रो शेर्पा संस्कृतिलाई जोगाइरहनु छ अब अमेरिका जस्तो ठाउँमा वर्षमा एकचोटि आउने चाडलाई हाम्रो गाउँ परिवारहरूबाट मनाइने भव्य साथ मनाइने गर्दछौँ योपालि पनि मनाउने छौँ आज अब बिहान भयो अब सबैजना सुतिरहेको छ बिस्तारै उठ्छ म चाहिँ अलिक टाउको दुख्यो अनि ठ्याक्कै बिउजिहाल्यो बिउजेपछि मलाई सुत्नु अलिक अप्ठ्यारो लाग्छ मलाई अनि उठेर अनि बरु फ्रेस भएपछि आनन्द अहिले फेरि टोइलेट नि फ्याक हुन्छ अहिले हेरेछु उता यता नानावादी अहिले फेरि अनि हेरेर भन्नुभन्दा बरु चट्ट उठ्यो बिहानै आफ्नो मर्निङको क्रियाकलाप गरेपछि आनन्द होइन त टाउकोमा चिसो लाग्यो भने बर्बाद हुन्छ चिसोबाट चाहिँ बच्नुपर्छ जोस् यता जोस् अब आनन्द के अब जङ्गलको छेउछाउमा चिसो भएर मात्र हो न त यहाँ समर टाइममा एकदम बवाल ठाउँ छ तर पैसा पनि राम्रै बुक गरेको हो नि त नि $37 हो नि त नि 3700 है नट 37 सो त्यही अनुसारको घर पनि राम्रो छ ठुलो रहेछ सो त्यही भएर यो ब्याक साइडबाट तपाईँलाई म देखाउने छु मजाको छ रमाइलो छ यतापट्टि सानो खोला आइरहेछ सो भन्नै पर्दा चाहिँ बिहान भइसकेको छ खोला पनि सुकिरहेछ क्या यता पारितिर ऊ च्याउ टिप्ने बन्द छ तर अब यहाँ चाहिँ भालु आउँछ कि अब होइन त्यस्तो जस्तो लाग्छ तर जङ्गल त्यस्तो भनेको छैन ल हेर्न खोला यस्तो हुन्छ थर्तङ जामेरो यसमा त माछा पनि हुँदैन होला है यस्तो चिसोमा तर चिसोमा बस्ने माछा त हुन्छ होला हुनु त र पानीको कल 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 त्यो हुन्छ नि त्यो सुनेर यहाँ चस्स बसेर टक्क साथमा ड्रिङ्क अदरवाइज यो त मेरो लेमन पानी हो अलिक टाउको दुखेर छ यसलाई हटाउनु लागि जोस् मजाले
आएर रिल्याक्स चिल गर्ने चाहिँ एकदम बबल आयो मलाई चाहिँ यो ठाउँ ल मुखीले चाहिँ ल अब चाना बनाउनु लाग्छ भुट्नु लाग्छ ल के हाल The chana, यस this is our oil. This should be perfect. Our main chef is over here. या यु आर हेल्पर ओन्ली दाइ तेल कति पुग्छ दाइ? पुग्छ होला खोइ यो के के अरे के हालिरहेछ भने दाइले नमक 1 चम्मच कोरिएन्डर पाउडर कोरिएन्डर पाउडर स्वाद अनुसार स्वाद अनुसार चाना हाल्ने अब हाम्रो चाना हाल्नु पर्छ लगभग अब फिनिसिङ आउन आउला है अलराइट अब सो हाम्रो चाहिँ अब सुकुटीको पाला आएको छ अलराइट सो अब हाम्रो सुकुटी चाहिँ रेडी हुँदैछ मजाले यसलाई फ्राई गरेर सो हाम्रो अब डिस अब सघाउनुको लागि चाहिँ रेडी भइसक्यो यो चाहिँ हाम्रो सुकुटी आलु चाना लोसारको हाम्रो सो अब हाम्रो चाहिँ अब कल्चर ड्रेस लाएर सबै रेडी भइसकेको छौँ मजाले अब डेकोरेसनहरू मिलाइसकेको छ जोस् अब टिकाको होइन मजाले टिकाको कार्यक्रमबाट अगाडि बढ्छौँ हामी पहिला सुरुमा सबैजना अब गेट रेडी हुँदैछ होइन त एकदम भने सबैजना अब टिकाको लागि अब रेडी नै हुँदैछ अब हामी रेडी भइसक्यो नानीहरू कोही रेडी भइरहेछ अलराइट सो अब हामी सबैजना रेडी भइसक्यो अब भित्रबाट सब बाहिर निस्दैछ हाम्रो यहाँ फोटोसुट थोरै भइरहेछ केही जाओस् न त फोटोसुट भइरहेछ हाम्रो ह्याप्पी लोसर सबैलाई हाम्रो फ्यामिलीको चाहिँ फोटोसुट चलिरहेछ अब केही छिनपछि टिका सुरु हुँदैछ अहिले हाम्रो अलिकति मौसमको राम्रो ब्युटिफुल वेदर सो सबैले पिक्चर लिने काम भइरहेछ सबैलाई टासिदेले ह्याप्पी लोसर सबै झुलिरहेको छ दामी छ यहाँ चाहिँ सबैजनालाई इन्जोय गरिरहेछ फोटो खिचिरहेछ मजाले 1 2 3 So
लाजे बाबुनी